हेलो साथीहरु, म चाहिँ डिनर गर्दैछु है। हजुरहरुको डिनर भयो कि भएन भन्नुस्। मेरो चाहिँ आज डिनरमा पास्ता छ। म चाहिँ पास्ता खाँदैछु। मलाई चाहिँ आज पास्ता खानु मन परेर चाहिँ मैले पास्ता बनाएको है। हजुरहरु प्लेन पास्ता बनाएको। कहिले कहिले चाहिँ खानु मन लाग्दो रहेछ। हजुरहरुलाई पनि त्यस्तै हुन्छ, कहिले कहिले खानु मन लाग्छ होला मेरो जस्तै। अन्त मैले चाहिँ प्लेन पास्ता बनाएको, केही पनि हालेको छैन। पास्ता बनाइसकेर चाहिँ मैले चीजहरु हालेको। चीज चाहिँ मलाई चीज चाहिँ पुरा मन पर्छ, त्यही कारणले मैले माथिबाट चीजहरु अलिकति हाल्दिएको। जो प्लस मेरो उ पनि छ, चाय पनि बनाएको छु। कहिले कहिले त चाय पनि मन पर्छ जाडामा सबैलाई चाय मन पर्छ। तपाईहरुलाई पनि मन पर्छ होला। जो चायको भोगी छ सबैलाई मन पर्छ होला। मलाई म त्यति भोगी चाहिँ नै, तर कहिले कहिले चाहिँ मलाई चाय मन पर्छ यस्तै खानालाई। अन्त हजुरहरुको त डिनर भइसक्यो होला, किनकि डिनर खाने टाइम पनि भइसकिसक्यो। मेरो पनि अब यो पास्ता खाएर चाहिँ म पनि एकछिन यताउति गरेर म पनि ल्यान्डिङ गर्छु, सुत्छु। अन्त हजुरहरुकोतिर जाडो कस्तो छ भन्नुस्। हामीकोतिर चाहिँ जाडो आजबाट चाहिँ अलिकति बढे जस्तो लाग्दैछ। आजबाट पाठ पुरा लाग्दैछ नि त। नभए त यत्रो दिनसम्म त जाडोको यादै थिएन। अहिले चाहिँ पुरा जाडो हुँदै रहेछ। अब जनवरी लाग्न आँट्यो नि त, त्यही कारण होला। नभए यत्रो दिन त्यही जाडोको उनै थिएन हैन। आज चाहिँ पुरा पाठ लागिरहेको रहेछ बाहिर। अन्त हजुरकोतिर पनि जाडो सुरु स्टार्ट भयो होला अहिले चाहिँ अलिअलि। अन्त मेरो त डिनर भयो। बाई बाई। तपाईहरु डिनर